धेरैजना स्टुडेन्टहरूलाई ऱ्यापअपमा धेरै कन्फ्युजन भइरहेको छ। दाइ जस्ट बटन आयो, क्लिक गर्यो, त्यसपछि हामीले प्रायोरिटी सेट नै गर्न पाएनौँ कलेज। अहिले कलेज प्रायोरिटी सेट गर्नु पर्दैन के। ऱ्यापअपमा अहिले जस्ट तिमीले गर्ने भनेको एप्लाई फर ऱ्यापअप वाला बटनलाई क्लिक गरिसकेपछि बस अहिलेको लागि काम खतम। त्यसपछि कसरी हो त कलेज चुज गर्ने भन्दा आफ्टर द्याट एमएससीले कतिजनाले ऱ्यापअपको लागि एप्लाई गरे भनेर नोटिस निकाल्छ। त्यो नोटिस निकालिसकेपछि र डे वाइज बोलाउँछ एमबिबिएसलाई पहिला, अनि त्यसपछि बिडिएस, अनि बिएससी नर्सिङ, यसरी प्यारामेडिक्सहरूकोमा जाँदै गर्छ र यसरी पालैसरी बोलाउँछ। यु क्यान एप्लाई इन मोर देन वान फ्याकल्टी, यदि तिमीले मोर देन वान फ्याकल्टीमा एक्जाम दिएको छौ र सबैमा एपियर हुन चाहन्छौ भने। र एप्लाई फर ऱ्यापअप गरिसकेपछि दाइ सी दिन पाइँदैन अर्को वर्ष भनेर भन्छन् कि हो भन्ने कन्फ्युजन पनि धेरै भइरहेको छ। पाइन्छ, एप्लाई फर ऱ्यापअप गरेर अर्को वर्ष सी दिन पाइन्छ यदि तिमीले ऱ्यापअपमा कलेज चुज गरेनौ भने। अब कलेज चुज गरेनौ भने के हो र कलेज कसरी चुज हुन्छ त भन्दा तिमीलाई पालैसरी बोलाउँछ ऱ्याङ्क वाइज। अब तिमीहरूलाई रजिस्ट्रेसनको लागि बिहानै एमएससी चिकित्सा शिक्षा आयोगमा पुग्नुपर्छ, आफै सेल्फ प्रेजेन्ट हुनुपर्छ, काठमाडौँ आउनुपर्छ। अनलाइन हुँदैन यो काम, र स्टुडेन्ट आफै आउनुपर्छ, गार्जेन आएर हुँदैन। बरु गार्जेन नआए पनि चल्छ, स्टुडेन्ट आफै आउनुपर्छ। डकुमेन्ट के ल्याउने, सिईको फर्म भर्दाखेरि जे एप्लाई गरेको थियो त्यो सबै डकुमेन्ट लिएर आउने, इन्क्लुडिङ यो नागरिकता। ठिक छ, लिएर आयो भने सजिलो हुन्छ, किनभने त्यसपछि ऱ्यापअप सकिसकेपछि एडमिसन ओपन हुन्छ, एडमिसनै गरेर तिमी भ्याली बाहिर जान्छौ। अनि त्यसपछि कसरी हुन्छ त भन्दा ऱ्याङ्क वाइज बोलाउँछ क्या। अब एप्लाई गर्नेहरूको पनि त अगाडि कोही 1200 ऱ्याङ्कले गरे होला, 1400ले गरे होला, 1800ले गरे होला भने पहिला सुरु 1200 ऱ्याङ्कलाई बोलाउँछ। अनि जतिवटा कलेज खाली छ, जतिवटा सिट यो कलेजमा सिट खाली छ भन, कुन कलेजमा जान्छौ भनेर त्यहाँ एमएससीका कर्मचारीहरूले सोध्नुहुन्छ र तिमीले त्यति बेलै डिसिजन गर्ने। यदि तिमीलाई त्यहाँ बाँकी रहेको कलेजहरू मध्येमा जानु मन लाग्यो भने म यो कलेजमा जान्छु भनेर डिसाइड गर्ने अन द स्पोट। र डिसाइड गरिसकेपछि चाहिँ तिमीले एडमिसन लिनुपर्छ। डिसाइड गरेर म जान्छु भनेर एडमिसन लिएनौ भने त्यसपछि चाहिँ हो तिमीले सिई दिन नपाउने कन्सिक्वेन्सेसहरू हुने। ठिक छ, तर तिमी त्यहाँ गइसकेर त्यहाँ खाली भएका सिटहरू चाहिँ तिमीलाई कुनै पनि कलेज मन परेन र पढ्न मन लागेन भने तिमीले नाइ सर म पढ्दिनँ भनेर भन्न पाउँछौ। त्यति बेला क्विट गर्न पाउँछौ, त्यो लास्ट त्यहाँ अप्सन हुन्छ। र त्यति बेला क्विट गर्यो भने यु आर इलिजिबल टु गिभ नेक्स्ट सिई, यु आर इलिजिबल टु गेट एनओसी, इलिजिबिलिटी लेटर, विदेश गएर पढ्न पनि पाउँछौ। आई होप तिमीहरूलाई सबैलाई क्लियर भइसक्यो होला ऱ्यापअप कसरी हुन्छ भन्ने कुरा। र ऱ्यापअपमा फर इक्जाम्पल एमबिबिएस बिडिएस दुइटैमा एप्लाई गरेको छौ र एमबिबिएसमा तिमीले सिट पायो भने अटोमेटिकली तिम्रो बिडिएसबाट नाम हट्छ। यसरी चाहिँ प्रायोरिटाइज अनुसार पालैसरी पालो आउँदै जान्छ। र ऱ्यापअपमा एप्लाई सबैले गर्न पाउँछन्, तर सबैले गरेकाले कलेज पाउँछन् भन्ने ग्यारेन्टी हुँदैन। अरू केही तिमीहरूको क्वेरी छ भने कमेन्ट गर्न नबिर्स्यौ। यस्तै इन्फर्मेटिभ भिडियोको लागि एस्प्लाउनिसहरूलाई फलो गर्न पनि नबिर्स्यौ, र मलाई फलो गरेर यो भिडियोलाई सेयर गर है त।